अरे सरस्वती दिदी, आज त आमा र छोरा बिहान बिहानै माइत पाएछौ त। अनि खै बेनाजु चाहिँ आउनु भएन कि झगडा परेर आएको माइत? अब्बुई, यसको त बोल्ने बानी अझैसम्म गएको छैन रहेछ हौ। अलिक बोल्नु सिक्ने त्यहाँ। म मेरो बुढा बेगर माइत आउँदा चाहिँ के हुन्छ र? झगडा परेकै हुन्छ? अचम्म छ। के त रिस उठ्दो भएछ है यो सरस्वती त? हेर न, झगडा उखालिदिनु माफीको। के साह्रो रिसेको है यो? त्यही त, यो सरस्वती दिदीलाई त अलिकति जिस्काको मात्रै थियो कि रिसी पो हाल्यो रहेछ। बा, पक्का पनि यो बुढासँग बाजेर आएको हुनुपर्छ, किनकि यसले न सिन्दुर लगाएको छ, न पोते लगाएको छ, न टिका लगाएको छ। पक्का पनि यो बुढासँग बाजेर आएको हुनुपर्छ। जेसिका हुँदैछ है, हामीले के को चिनाएर गर्नै बाजेर आवाज कि सल्लाह गरेर आवाज कि हामीले के मतलब? अर्को कुरा सुन्दा टाउको दुखिसकि हिँडै जाउँ घर। ठिक भनिस् तैँले, जाउँ घर। घरमा गएर आफ्नो कति काम गर्नुपर्छ।